हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले अब हामी यसो दाजुभाइ भएर होइन त्यहाँ लाइसेन्स लिन पनि जानु छ अनि फेरि यताउति अब घुम्न यति हिँडिरहौँ। अब चाहिँ हामी ठ्याक्कै गाडी ठ्याक्क भर्खर स्टार्ट गऱ्यौँ यता दाइ छ। अब चाहिँ हामी यहाँबाट जान्छौँ अनि यहाँ हाम्रो मामा पनि हुनुहुन्छ अनि मामालाई लिन्छौँ अनि फेरि हामी ठ्याक्क सिधै मामासिम पुगेपछि अब लगाइज म मामाको घर आइसकेँ भर्खर। मामा के छ? लगाइज मामा आइसक्नु भयो होइन, यस्तो गर्मी छ गाइज। ल मामा हामी आइसक्यो। ल हामी भ्लग स्टार्ट गरेको आज। ल अब मामा यता बस्नुहुन्छ यस्तै छ गाइज होइन। अब हजुर बजा छैन ठिकै। ल अब हामी मामा भान्जा अर्को भान्जालाई माथि पिकअप गर्नुपर्छ, त्यसपछि हिँड्ने हामी होइन मामा। ल आज कहाँ जाने प्लान छ, के छ? पहिला लाइसेन्स निकाल्न लिन जानु पर्यो होइन? माइजूको लाइसेन्स नभइकन हामी कतै गइन्न। त्यही त माइजूको निकाल्नु पर्यो होइन, त्यसपछि मेरो पनि छ लाइसेन्स, मेरो पनि निकाल्नु। आज चाहिँ इन्जोय हान्नुपर्छ मामा होइन मामा। Where is your our destination? आवर डेस्टिनेसन इज मेबी पाल्पा। के गर्ने मामा, जिन्दगी यस्तै छ होइन मामा, रमाइलो गर्नुपर्छ जिन्दगी। You can speak English. Yes, okay mama. From today guys, we are starting our new language. Oh, yes. That's English. Okay mama? Yeah. Yes. गर्मी आगो बोल्ने जाडोमा लास्टै जाडो हो मामा। ओ ब्रो हेलो हेलो ल वेलकम ब्याक। कस्तो भयो त काम? रिसाइक्लिङ अफर भयो। ल ल अब हामी चाहिँ केटा हो, अब चाहिँ हामी चल्दै नि हो। अब म चाहिँ अब दाइलाई पनि पिकअप गरेर अब आमा भान्जा दुईटा भान्जा भएर अब अलि माथि गएर कहाँ हो पिकअप गर्ने? अलि माथि गएर चाहिँ लगाइज हामी यहाँ पेट्रोल पम्पसम्म आइयो। पेट्रोल पम्पमा अब चाहिँ हामीले यहाँ तेल हालिन्छ होइन। तेल हालेपछि तेलका त के कुरा गर्ने हो गाइज? यति बडो कि तेल कति बडो? कति भयो दाइ डिजेल कति भयो? 222। यो बुटोलको हाइवेलाई चाहिँ कसैले जित्न सक्दैन। यति सफा यति आनन्दको हाइवे छ यहाँ। खतम भनेको यहाँ गर्मी हो क्या भाइ। तो लुकिङ ग्लास नछेकने यार। हस् मामा, सरी मामा, सरी। यहाँ फेरि मामालाई फेरि लुकिङ ग्लास चेक गरे। गाडी चलाउँदा एकदम सतर्क भएर चलाउनु पर्छ हो कि मामा? योगी कुटी अथवा जय कुटी पनि भन्छ यहाँ। जय कुटी आइयो। अब यहाँ दुईजना दाइहरू हुनुहुन्छ, त्यो दाइहरूलाई पिकअप गरेपछि चाहिँ हामी अगाडि बढ्ने हो होइन मामा। लाइसेन्स लिन जानुपर्छ हामी चाहिँ गाइज। अब यो यु पे पथ हो कि युए पथ भन्ने छ त्यहाँ। अब त्यहाँ धेरै काम हुन्न क्या, सुझायो नि पैसा बुझाउनु निकालिहाल्ने हो क्या। लाइन भएर फर्किनु हुन के गर्ने भोलि जाने। फेरि भ्लगमा फेरि मैले मेरो साथीहरूलाई पहिल्यै भनेको यार लाइसेन्स लिन जाने भनेर। र साथीहरू बुझ्नु नि त्यही भएको भोलि जाने। फेरि भोलि अर्को फेरि बनाइन्छ भोलि ट्याक। भोलि फेरि फेरि बाबालाई के भन्ने त? बाबालाई त भन्नु पर्यो नि फेरि। कति बजे छ अहिले? आज आएर चाहिँ भन्नु बाबा कति बजे छ? आज आएर चाहिँ भोलि आएर चाहिँ भन्ने। अस्तिको बाँड्न भिड भएर आज भोलि त्यही भन्नु पर्यो गाइज। अब त्यही भयो अब सबैलाई ढाड्छ हाल्नु के तपाईँले? के भन मामा, के भन्न चाहनुहुन्छ सुशील दाइ तिमीले? मैले म त आइडिया देखेन है, सब मामाको आइडिया हो। मेरो आइडिया मलाई नबुझ्नु। बाबाले हेऱ्यो भने भ्याइन्छ यो, बाबाले हेर्नु भने। ल हाम्रो दाइ आइसक्नु। ल दाइ के भन्न चाहनुहुन्छ भ्लगमा? केही भन्नु त? चौडा जम्मा के भन्न चाहनुहुन्छ? मेरो भ्लगमा आउँदा कस्तो फिल भयो? एकदम भयो। ल ल ल ल दुईजना साथीहरू बस्नु है। ल अब अर्को दाइलाई लिन जाने हो होइन दाइ? नाच्नु नै यार, आज सुरुमा स्टार्ट न्यू हो, सुरुमै हाँसाइदिनु हो यार। हजुर अब गाइज एउटा दाइ आइसक्नु हो। अब अर्को दाइ आउँछ। अर्को दाइ त झन् कमेडी हुनुहुन्छ, त्यो दाइ त झन् रमाइलो गर्नु जानुपर्छ गाइज। ल
अब अर्को दाइसँग गएर भेट्छु है बोलायो नि किन भन्छ तपाईँले अब चाहिँ हामी यहाँ दाइको घरमा आइसक्यौँ तर दाइ चाहिँ तल दाइ गरेर दाइको भाडामा बस्नु गएर भन्नु नि दाइको भाँडामा बस्ने घर यो चाहिँ अक्सफोर्ड अक्सफोर्ड होइन अक्सफोर्ड स्कुल हो यो अक्सफोर्ड होइन अक्सफोर्ड हो यहाँ अन्डर कन्स्ट्रक्सन रहेछ यो अघि अहिले गेट थियो ऊ त्यहाँ गेट थियो हो त्यहाँ अहिले चाहिँ गेट रहन्छ त्यहाँ मामाको फेभरेट सङ मैं जहाँ रहूं त्यही उडाइदिएका यिनले ऊ दाइ आउनु ल दाइ आउनु ल ओ हाम्रो आर्मी दाइ हो क्या इन्डियन आर्मी हो त्यो त पछाडि हावा छले सिको अब यहाँ दाइलाई दाइ ल वेलकम ब्याक टु माई च्यानल दाइ खै हात जोडौँ ए हात जोडौँ ल दाइ केही भन्नु नि भ्लगमा जुत्तै नलाग्यो ल ल ल अब हाम्रो दाइ पनि आइसक्नु भयो अब चाहिँ हामी अलि अगाडि गएर भेट्छौँ क्या जब होइन अब दाइहरू यहाँ मेरो दाइ दाइको साथी दाइको साथी देव दाइ के भन्ने भन्नु न केही यार जुत्ता लाउँदै हुनुहुन्छ गाई रमाइलो हुन्छ जस्तो आज सही रमाइलो हान्नुपर्छ ल हामी कहाँ जाने प्लान भयो केटा पाल्पी रामदी के रामदी ल रामदी जाने कुरा भयो रामदी साँच्ची मलाई गर्नु न यार भन्नु न रामदी जाने भयो जस्तो छ अब हामी चाहिँ हिँड्ने बाटो पनि यस्तो छ मामाले आफ्नै मोडमा चलाइरहनु भयो छुट्याउनै नहुने चिज भनेको यहाँ सिद्ध मन्दिर जुन मन्दिर चाहिँ हाम्रो होइन सबैलाई रक्षा गरौँ यो मन्दिरले सबैजनालाई बाटो चाहिँ एकदम डेन्जरै छ भनौँ होइन तर के छ र हामीसित मामा हुँदा हुँदै बाटो त होइन मामा इजी हो बाटो होइन आफ्नै तरिकाले हिँड्छ हामी लगाइ हेर्नु त अगाडि को अगाडि अगाडि को हेर त गाइस ल यहाँ हाम्रो सिद्ध मन्दिर सुरुङ हेर्नु त सुरुङ यो लगभग अब यो काम सकिन्ला होइन यो काम सुरुङ निर्माणको हो कि न मामा अब यो काम सकिन्ला मामा मलाई त म इन्जिनियर हो झन् राम्रो भन्नुहुन्छ है इन्जिनियर सही हँसाउनुहुन्छ यार तर लास्टै धुलो यार यो कहिले विकास हुने भएन कि यो बाटो यार त्यो छिटो सुरुङ निर्माण भएर सुरुङ भित्रबाट के गर्ने त्यहाँ भित्र आएर जाने होइन मामा त्यहाँ भित्र आएर अब सेफ हुन्छ नि त मामा यार यो बाहिर ओपन हिँड्नुभन्दा त भित्र जान सजिलो भयो नि त हो कि नै बचाउनु पर्छ गाइस गाडी त एकदम बचाएर हिँड्नुपर्छ यो झरना पनि एकदम चर्चित झरना आयो पहिरा लान्छै भन्ने डर अब पानी नपरे धुलाले खतम पार्ने यहाँ चाहिँ यो ठाउँमा यस्तो इमर्जेन्सी परे बेला निस्किन पर्छ भित्र केही अचानक केही सुरुङमा केही भयो भने ठाउँमा होलहरू बनाइदिएको त्यसबाट निक्लिन पाइन्छ इमर्जेन्सी केही भयो भने निक्लिन मिल्छ भनेर सबै कुरा हेरेर बनाउनु पर्ने रहेछ सुरुङ यहाँबाट भित्र छिर्ने है यहाँ छिर्ने उता निस्किने के छ दाइहरू म जानु हामी 3 भाइ अनि अगाडि मामा भन्दाखेरि हामी चिन हान्दै बस्यौँ यहाँ चाहिँ अहिले त नेपाल त कसम हेर केटा हो इन्डियाका हेर कति आउँछन् मान्छेहरू यो अगाडिको 2टा बाइकवाला नि इन्डियन हुन् अहिले कति हिँडिरहेको लोड भएको बवाल हुन्छ नि मामा झाँक्दैन नि त धेरै गाडी रोड हिँड्न त आनन्द हुन्छ नि गाडीको धेरै हामै पर्दैन गाडीलाई बाटो हेर्नु त यो बाटो एकदम सरकारले एकदम यो हेर्नु पर्ने छ यो बाटोलाई छिटो कि सुरुङ छिटो चलाइदिउँ कि बाटो बनाऊँ एकदम फास्ट यस्तो खतम बाटो बाइकवालालाई त घर गएपछि आफैले चिन्दैन धुलो भएर यहाँ नाग भगवान् लास्टै धुलो लुक एट द भ्यू गाइज यस्तो बवाल ठाउँ छ यहाँ के भन्छ यहाँ ठाउँ यो ठाउँलाई तमोर करिडोर
तमोर करिडोर के भन्छ मामा तमोर करिडोर मामाले जे पनि भन्छ तमोर कोरिडोर के छ दाइ पछाडि के छ खबर ठिक छ म जान्ने आएको होइन एकदम जिन्दगीमा मैले हामी के छ यहाँ त पुरै पहाडै रित्तै भयो जस्तो छ जर्नी कस्तो भइरहेको जर्नी बाटो बाटो फेरि अलि साँघुरो हो क्या यहाँ अलि होइन भन न लास्टै साँघुरो हो गाइज भ्यू हेर्नु न गाइज यस्तो बवाल भ्यू के गर्नु सक्यो र अब यस्तै छ गाइज गर्मी चाहिँ अझै छ है त्यो खोला नि एसी बन्द गरेर खोला के अघि अब झ्याल खोलामा यार है अब चाहिँ झ्याल खोल्नु पर्नु ल खोलिदिनु त पछाडिको झ्याल खोल्नु पर्यो गाइज अब अब अगाडि गएर भेट्छु है ला ओ म्यान हेलो ब्रो यो भनेको टुरिस्ट हाम्रो नेपालको लागि मान्छेहरू कस्तो रे यार साइकल लिएर आएर हिँडिरहेको यो त कहाँ टिकटकमा नि भेट्यो थियो यार देखेको थियो यार बाटो हेरौँ है गाइज बाटो हेरौँ राइडिङ हेरौँ मामा राइडर अगाडि बाटो यस्तो छ सम बाटो छ बाटो हेरौँ बाटो हेरौँ बाटो यहाँ ड्रोन भएको भए मैले यस्तो ब्युटी देखाउँथेँ गाइज अब ड्रोन छैन अब होइन ड्रोन पनि बिस्तारै बिस्तारै किन्छु बिस्तारै किनेपछि ड्रोनले सब भ्यूहरू ठाउँहरू पनि अलि इन्ट्रेस्टिङ ठाउँमा गएर भिडियो बनाएर राख्छु हेलो गाइस हामी हाम्रो डेस्टिनेसनमा आइयो है गाइस यो हो यो के भन्छ यसलाई हाम्रो यो बनाना मसरुम एक किचन नेवारी किचन सब छ अब चाहिँ यहाँ चाहिँ यस्तो मिठो के अरे च्याउको पकौडा च्याउको सब च्याउको आइटमहरू पाइन्छ गाडी यता मामाले ल्याउँदै गाडी अब चाहिँ हामी यहाँ म जान्ने हो पानी पनि चिसो होइन है यहाँ त यार हो र दाइ तिमीलाई हिमालको पानी ल्याएर कहाँ दिने कुरो भयो रे विचार इन्डियातिर यतिको पानी हुन्छ फोहोर हुन्छ नि इन्डिया बाल त आर्मीको टोपी लाउँदा झरो कि तपाईँको ओ मामा के छ ल यस्तो दाइले यति हँसाउनुहुन्छ देउदा यार यस्तो बवाल ठाउँ छ ल गाइज अब चाहिँ हामी हिँड्न लाग्यो होइन यहाँ चाहिँ हामी नास्ता सास्ता गरियो होइन नास्ता गरेर मामाले गाडी स्टार्ट गर्नु बनाना एन्ड मसरुम रेस्टुरेन्ट हो क्या यहाँबाट पोखरा 128 किलोमिटर रानीमल 26 भैरवस्थान 23 तानसिन दरबार 14 सुनौली 52 लुम्बिनी 66 बुटोल 27 सिद्धबाबा 24 भनेर सबै छ यहाँ एकदम के त्यो मूर्तिहरू होइन सही बनाएको क्या यहाँ एकदम दामी छ यो दाइ के भन्न चाहनुहुन्छ आजको यात्रा कस्तो भयो केही भनेन अब के कस्तो अब ध्वस्त भयो मामा सुस्त चलाउनु है मेरो दाइहरू सबै सँगै छौँ हामी आनन्द मोज हाल्यौँ होइन देव दाइ हाम्रो आर्मी दाइ हो क्या देव दाइ ल गाइस अब चाहिँ हाम्रो लगभग अब आजको जर्नी चाहिँ कम्प्लिट भयो होइन लगभग सबै कुरा सकियो घुमियो रमाइयो होइन अब सबै कुरा भयो उता सनसेट पनि ट्याक्क लाएर होइन ट्याक्क भयो गाडी यता अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ मुझे नहीं पता बस क्लिक हो जाना चाहिए अब मैं भी जा रहा हूं मुझे पार्क में स्टंट्स मारने जाना है।